साथीहरु नमस्ते। आज म छु जुम्ला जिल्लाको सुन्दर ठाउँ पातरासी गाउँपालिका र अहिले म माघ महिनाको कठ्याङ दिने चाडमा लासी बजारबाट जुम्ला बजारतर्फको यात्रामा निस्केको छु। साथीहरु माघ महिनाको जुम्ला भन्नासाथ कडा चिसो बाक्लो हिउँ र कठिन यात्राको सम्झनामा आउँछ। आजको यो भिडियोमा तपाईहरुले लासीदेखि उर्तुक खण्डसम्मको पुरै हिउँले ढाकिएको बाटो र यहाँको वास्तविक अवस्था देख्नुहुनेछन्। यदि तपाई जुम्ला बाहिर हुनुहुन्छ भने आजको यो भिडियोले जुम्लाको जाडो जीवन कस्तो हुन्छ भन्ने स्पष्ट झल्को दिनेछ। हेर्नुहोस् साथीहरु, चारैतिर जताततै बाटोभरि सेतामी हिउँ मात्र देखिन्छ। रुखहरू, डाँडाहरू, बाटो सबै हिउँले ढाकिएको छ। हिँड्न पनि निकै गाह्रो छ। पाइला राख्दा बरफमा चिप्लिने डर, कतै कतै त बाटो छुट्याउन पनि गाह्रो। माघ महिनामा जुम्लाको तापक्रम निकै तल झर्छ। हात खुट्टा जम्ने चिसो, सास फेर्दा पनि चिसो हावा मुटुसम्म पुग्छ। तर पनि यही बाटो भएर विद्यार्थी, कर्मचारी, किसान सबै आफ्नो काममा निस्किरहेका छन्। जाडोले यहाँ दैनिकी रोक्न सकेको छैन। हेर्नु त, परबाट किसान घोडा ल्याएर आउँदै हुनुहुन्छ। उहाँलाई जाडोले रोक्न छेक्न सकेको छैन है। पुरै बाटो सेताम्ने छ। अहिले म लासीबाट उर्तुतिर जाँदैछु। यो खण्ड अहिले पुरै हिउँले ढाकिएको छ। कहिले काहीँ त एक पाइला अघि बढाउँदा दुई पाइला पछाडि चिप्लिने अवस्था हुन्छ। हिँड्न निकै सावधानी अपनाउनु पर्छ। कतै लडियो भने उठ्नै गाह्रो हुन्छ। तर पनि यो यात्रामा छुट्टै आनन्द छ। प्रकृतिको सुन्दरता र हिउँले सजिएको हिमाली जीवन। अब यही बाटोमा हाम्रा पुर्खाहरूले कसरी बाटो काट्थे, अलि पुरानो पहिलाको समयतिर फर्क्यौं। करिब योभन्दा 10-12 वर्ष अगाडि केही मात्रामा ट्र्याक्टरहरू पुगेका थिए होला। बाटो पनि खासै गतिलो थिएन, तर पनि लासीसम्म ट्र्याक्टर आवत जावत हुन्थ्यो होला। हेर्नु साथीहरू, परबाट केही कर्मचारी साथीहरू आउँदै हुनुहुन्छ आफ्नो कामको लागि। सायद उहाँहरू स्कुलको यात्रामा हुनुहुन्छ होला, स्कुलसम्म जाँदै हुनुहुन्छ। म भन्दै थिएँ के अरे, पहिला चाहिँ अलि समस्या नै थियो। सवारी साधन नहुँदा आवत जावतमा समस्या नै थियो। साथीहरू, अहिले त हामीसँग गाडी, मोटरसाइकल र केही सुविधा छन्, तर पहिलाको समय सोच्नुहोस् त। कोही हुने खानेहरू घोडा, खच्चड, म त सामान ओसार पसार गर्थेँ। आफू पनि घोडामै सवार गरेर बजारसम्म आउजाउ गर्थेँ। तर केही नहुनेहरूको लागि चाहिँ
हाम्रा बाबुबाजेहरूको समयमा गाडीको नामो निशान थिएन। उनीहरू जडीबुटीको भारी बोकेर यही बाटो हुँदै जुम्ला बजारसम्म पुग्थे। जडीबुटीको भारी मात्रै नभएर विवाह वर्तमान र यसै गरी काज क्रिया गर्दा चाहिने चामल, नुन, तेल त नहुनु नुन लगायत अन्य खाद्यान्न सामान चाहिँ यही बाटो भएर घरसम्म पुर्याउँथ्यो। अनि आफूसित भएका खाद्यान्न बालीहरू पनि बजारसम्म लगेर किनबेच साट नै को लागि पनि यही बाटो भएर हिँड्न पर्थ्यो। हिउँ परेको बेला लोट्ने, बरफमा चिप्लाउँदै लड्दै उड्दै तर पनि कहिल्यै हिम्मत हार्दैनथे। हामीले सुनेको त अझ हामीले देखेको पनि थियौँ कि बाटो चाहिँ साँघुरो नै थियो। साँघुरो गोरेटो बाटो, जताततै झार ढुङ्गा अनि पानीको मुहान भएको ठाउँतिर पानी पुरै छारकष्ट भएर जताततै बरफै बरफ जम्ने। अनि भारीसँग कोही लोड्थे अरे, कसैको लोड्दाखेरि कसैको हात भाँच्चिने, कसैको खुट्टा भाँच्चिने, अङ्गभङ्ग हुने पनि हुन्थे अरे। हामीले सुनेको है यो चाहिँ। अनि त्यसै दिनभरि भारी बोकेर हिँड्थे, साँझसम्म मात्रै बजार पुगिन्थ्यो है त्यतिखेर। त्यो सङ्घर्ष र मेहनत सम्झाउँदा आज हामीलाई धेरै प्रेरणा मिल्छ। प्रेरणासँगै हामीलाई त सपना जस्तै पनि लाग्छ, यस्तो पनि हुन्थ्यो र यस्तो थियो र जस्तो पनि लाग्छ। तर हुन्थ्यो यो कर्णालीको मात्रै नभएर धेरै ग्रामीण बस्तीहरूको समस्या होला। कति हिउँ नपर्ला तर बरफ नजम्ला त्यो आफ्नो ठाउँमा छ कि, तर हिँड्नु पर्ने पैदलमै भारी बोकेर कहाँदेखि कहाँ पुग्न पर्ने अवस्था चाहिँ अवश्य थियो है। आज हामी सजिलो खोज्छौँ तर हाम्रो पुर्खाले कठिन बाटोलाई नै आफ्नो जीवन बनाएका थिए। सम्झनुहोस् त अहिलेको जस्तो त्यतिखेर जनसङ्ख्या पनि थिएन, बाटो हिँड्ने मान्छेहरू पनि त्यति हुन्थेनन्। अहिलेको जस्तो काम विशेषले दिनै पछि नभनौँ समयमा सदरमुकामसम्म पनि धाउन पर्दैन थियो। साँच्चै कति कठिन थियो। पुरानोमा नि के गर्नुभयो त्यो पुर्खाहरूले भनेर हामीले धेरै सुन्यौँ। तर हामीले थाहा पाउने बेला पनि योभन्दा के 10 वर्ष त नभनौँ 12-15 वर्ष अगाडि पनि पातरासीका विभिन्न गाउँ बस्तीको सामुदायिक वनहरूमा सङ्कलन गरिएको जडीबुटी जस्तै जटामसी, कटुकी, त्यसरी त्यतिखेर ठुङ्गा लगायत अन्य बहुमूल्य जडीबुटी पनि व्यापारीहरूले स्थानीयलाई केजीको हिसाबमा ढ्याडीमा चाहिँ बजारसम्म चाहिँ पुर्याउन लगाउँथे है। कति गाह्रो थियो। अहिले पो हामीसित पर्याप्त मात्रामा लगाउने कपडा, लगाउने जुत्ता छन्। त्यतिखेर कसैसित राम्रो खालको जुत्ता, राम्रो खालको कपडा पनि हुन्थेन। कति चिसो हुन्थ्यो।
हाम्रा पुर्खाहरूले चाहिँ धेरै दुःख खेपेर आफ्ना सन्ततिलाई पालन पोषण तालन गरेका थिए। साँच्चै कठिन थियो त्यतिखेर। अहिलेको जस्तो ठाउँमा भोक लाग्दा नास्ताहरू पनि पाइन्थेन, होटेलहरू पनि थिएनन्, कहीँ एक दुई फाटो थिए होला। अहिले यो जङ्गलमा नभए तापनि तर यो जङ्गलमा चाहिँ अहिले बाइक मोटर गाडीहरूले गर्दा चाहिँ धेरै हिँड्न पर्दैन लामोसम्म। गाउँबाटै गाडीमा 1-1.5 घन्टामै बजार पुगिन्छ। त्यतिखेर त गाह्रो थियो, हिँडेरै 3-4-5 घन्टासम्म पनि लाग्थ्यो। अनि साँच्चै कठिन थियो। जे जस्तो कठिन भए तापनि हाम्रा पुर्खाहरूले कठिन बाटोलाई नै आफ्नो जीवन बनाएका थिए। साथीहरू, अहिले पो सजिलो छ। यो देखाइरहेको बाटो चाहिँ ठ्याक्कै जाडो महिनामा केही घन्टा पनि नभनौँ, केही समय मात्रै घाम लाग्छ होला। हेर्नु त यो पुरै बरफै बरफ छ। बरफै बरफ जमेको छ। यहाँबाट लुट्यो भने अवस्था के हुन्छ। साइडमा ठुल्ठुला बहुमूल्य रुखहरू छन्। अहिले जुगेनी हाइड्रो पावरको पनि लाइनहरू यसैबाट छ। जस्तो पोलहरू देखिन्छन्। यो चाहिँ जुम्ला बजारसम्म चाहिँ गएको छ। हामीले के कुरामा पनि गर्व गर्नुपर्छ भने जुम्ला खलङ्गामा चाहिँ यहीँबाट चाहिँ यही बर्खोली जङ्गलबाट चाहिँ खानेपानी गएको छ है। खानेपानीको पाइपलाइन चाहिँ यहीँबाट विस्तार गरिएको छ। बाटो हेर्नुहोस् त कस्तो छ साथीहरू, पुरै हिउँ छ। आज हिउँले पुरै ढाकिएको चाहिँ यहाँ नजिक चाहिँ पानीको ढल छताछुल्लो भएर पुरै बरफ जमेर गाडी लगायत मोटरसाइकललाई मात्र नभएर पैदल हिँड्न पनि गाह्रो हुन्थ्यो। चाहिँ ग्रिड लाइन हो है। साँच्चै सुन्दर छ। छेउछाउमा जङ्गल। यो चाहिँ देखिने झुलो भन्छ स्थानीय भाषामा। झुलाका रुखहरू हुन्। साइडमा ठुल्ठुला ओखरका रुखहरू पनि छन्। हामीले वसन्त ऋतु लागिसकेपछि ओखरमा पालुवा पलायो भने एकदम रमाइलो हुने गर्दछ। ओखर हार्भेस्ट गर्ने समयमा चाहिँ कतै ओखर मात्रै हुन्छ बाटैभरि। साँच्चै कठिन छ साथीहरू। आम पात्रा सिवासीहरूको लागि यो जङ्गल सायद हिँडुल गर्न आवत जावत गर्न चाहिँ साँच्चै साह्रै कठिन छ।
पहिला सर्वे गर्ने बेला तल जोवा नदीको पारिपट्टि काम जति प्राय लागिरहन्छ त्यो बाटोबाट सर्वे गरेर त्यो बाटो बनाइदिएको भए सायद पातरासीको लागि धेरै राम्रो हुने थियो। धेरै गाउँ बस्तीहरू पनि टच हुन्थ्यो होला। लोर्पा चक्ना उर्थो त उर्थो भइहाल्यो। एकदम यतिखेर चाहिँ एकदम चिसो भएको छ। हेर्नुहोस् त पारिपट्टि चाहिँ हिउँ पनि त्यति छैन। त्यो चाहिँ वरिपरि डाँडा, बिचमा चाहिँ सानो गाउँ छ बाता भन्ने गाउँ। त्यो चाहिँ 6 नम्बर वार्डमा पर्दछ। देखिँदैन है, त्यहीँ गयो भने मात्र देखिन्छ। अनि यो कठोर जाडोमा यात्रीहरूलाई न्यानोपन दिने ठाउँमा साना साना अगाडि देखिँदैछ सानो नास्ता पसलहरू थिए पहिला, अहिले त सञ्चालनमा छैनन्। अहिले पहिलातिर चाहिँ यात्रा गर्दा यस्ता पसलहरूले हामी सबैको सहारा बन्दथे। चिया, तातो पानी, त्यसै गरी बिस्कुट, चाउहरू पाइन्थ्यो, जसले यात्रुहरूलाई अलिकति सहज चाहिँ अवश्य गरेको थियो। हेर्नुहोस् त देखिन्छ, अहिले त पुरै जीर्ण अवस्थामा छन् नास्ता पसलहरू। साथीहरू हेर्नुहोस् त कति सुन्दर छ हाम्रो जुम्ला है। त्यसमा चाहिँ पातरासी जुन अन्न भण्डार पनि भन्न सकिन्छ, त्यसै गरी देवभूमि पनि भन्न सकिन्छ। यहाँ ढुङ्गा बाटोमा जताततै देवीको बास हिउँले ढाकिएका डाँडा सेता खेतबारी यो जङ्गलमा त छैन, तर अलि माथितिर अलि अन्य ठाउँ चाहिँ खेतबारी, चिसो हावा र शान्त वातावरण। कठिनाइ भए पनि यस्तो दृश्य देख्दा मन एकदमै आनन्दित हुन्छ। हेर्नुहोस् त जुम्लाको माघ महिना कठिन मात्र होइन, अत्यन्त सुन्दर पनि छ है। आजको यात्रामा लासी बजारदेखि उर्थु खण्डसम्मको हिउँले ढाकिएको कठिन बाटो र हाम्रो पुर्खाले गरेको सङ्घर्ष सम्झने मौका मिल्यो। यदि तपाईलाई जुम्लाको वास्तविक जीवन, हिमाली यात्रा र प्रकृति मनपर्छ भने यस्तो भिडियो अझै ल्याउने छु। कमेन्ट गर्नु होला। त्यसैले भिडियो मन परेमा लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनु होला। आजको भिडियोबाट म बिदा लिन्छु। आजको भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो लाइक गरिदिनुहोस्, नराम्रो लाग्यो सल्लाह सुझाव दिनु होला भन्दै बिदा हुन्छु।
हस् त धन्यवाद फेरि भेटौँ नीलो आकाश हिडने बादल सुंदर दृश्य सजिएको